आइफोन 15 प्रो म्याक्स हेर्न सक्नुहुन्छ। यसको डिस्प्ले ड्यामेज छ होइन। हामी यसको डिस्प्ले चेन्ज गर्न गइरहेका छौँ, त्यो पनि डिस्प्ले चेन्जको मेसेज नआउने गरी। हेर्न सक्नुहुन्छ आइफोन 15 प्रो म्याक्सको डिस्प्ले हो। यसमा हामी सफ्ट ओलेड एकदम राम्रो खालको मार्केटमा आउने सस्तो राम्रो एकदम राम्रो क्वालिटीको डिस्प्ले हुन्छ होइन। सफ्ट ओलेड भनेपछि तपाईँको भोलि पर्सि केही गरी टच मात्रै फुट्यो भने टच पनि फेर्न मिल्ने खालको डिस्प्ले हुन्छ। ग्राफिक लाइटहरू पनि एकदम राम्रो खालको आउँछ। अब यसमा हामी नयाँ डिस्प्ले हाल्न गइरहेका छौँ। यो हेर्न सक्नुहुन्छ डिडी ओलिड वाला हुन्छ। यसमा सफ्ट ओलिड डिस्प्ले हामी चेक गर्दैछौँ। यो डिस्प्लेमा स्पेशल के छ भने तपाईँको यसको ग्राफिक लाइटहरू एकदम 80% ओरिजिनलसँगै म्याच हुने खालको हुन्छ होइन। त्यही भएर हामीले प्रायः जस्तो डिडी ओलिडै युज गर्ने गर्छौँ। हामी यसमा डिस्प्ले चेन्जको मेसेज पनि फिक्स गरेको छौँ होइन। किनभने अब धेरै मान्छेहरूलाई डिस्प्ले चेन्ज गरिसकेपछि डिस्प्ले चेन्जको मेसेज आएको आई गरेर इरिटेट मान्नुहुन्छ। त्यही भएर कस्टमरले आफैले भन्नुभयो कि होइन मलाई डिस्प्ले चेन्जको मेसेज पनि हटाइदिनु, डिस्प्ले एकदम ओरिजिनल होस्, क्वालिटी पनि एकदम ओरिजिनल खालको होस्। अब सेटकै ओरिजिनल हाल्नु भनेको मैले, तर सेटको ओरिजिनल डिस्प्ले धेरै महँगो रहेछ, नहाल्नु, अहिले यो मार्केटकै ओरिजिनल हालिदिनु, यसले पनि चलिहाल्छ, डिस्प्ले चेन्जको मेसेज चाहिँ हटाइदिनु भन्नुभयो भएर हामीले डिस्प्ले चेन्जको मेसेज हटाइदियो। तपाईँको पनि आइफोन कुनै छ र तपाईँको डिस्प्ले चेन्जको मेसेज हटाउनु पर्ने छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। तर त्यसको लागि चाहिँ तपाईँको बिग्रेको पुरानो डिस्प्ले यो सेम मोबाइलकै जुन कम्पनीबाट आएको हुन्छ त्यो मोबाइलकै डिस्प्ले पुरानो डिस्प्ले चाहिँ तपाईँको आवश्यक नै पर्छ। त्यही भएर त्यो पनि व्यवस्था गर्नु होला। धन्यवाद।